सबैजना साथीहरूलाई नमस्कार। मेरो युट्युब च्यानल अन्तर पावरको आजको एक नयाँ एपिसोडमा हजुरहरूलाई हार्दिक स्वागत गर्दछु। हजुरहरूलाई कतै जीवनको बारेमा सोच्दाखेरि चाहिँ आफूले चाहे जस्तो नभइरहेको, आफूले गर्न खोजे जस्तो नभइरहेको, चाहेको कुरामा सफलता नपाइरहेको अथवा कतै जिन्दगी स्टक भए जस्तो, रोकिए जस्तो, कतै रुमलिए जस्तो फिल भइरहेको छ भने त्यस्तो त हजुरहरूले पनि सोचिराख्नु भएको छ भने चाहिँ हजुरहरू एकदम सही ठाउँमा हुनुहुन्छ। किनभने यस्तै कमीको सोचाइ र यस्तै अधुरोपनको सोचाइलाई चाहिँ भर्ने र यसबाट कसरी बाहिर आउन सकिन्छ भन्ने विषयमा नै आज मेरो भिडियो प्रमुख रूपमा केन्द्रित रहनेछ। र हजुरहरूलाई फेरि पनि म यो नयाँ एपिसोडमा हार्दिक स्वागत गर्दछु। भगवान गौतम बुद्धले भन्नुभएको छ, जब म बिहान उठ्छु मेरो जिन्दगीले फेरि एउटा नयाँ चान्स दिएकोमा चाहिँ म एकदमै कृतज्ञ हुन्छु भनेर भन्नुभएको छ। त्यसै गरी रोमका सम्राट मार्कस ओरेल्सले भन्नुभएको छ, प्रत्येक दिन जीवित हुनु नै एउटा नयाँ उत्सव हो, यसलाई उत्सवको रूपमा लिउँ र रमाउँ भनेर भन्नुभएको छ। कि वास्तवमा उहाँहरूले चाहिँ कृतज्ञ किन हुने त भन्दाखेरि एकदम बेसिक कुराबाटै पनि खुसी हुन सकिन्छ है भनेर सिकाउन खोज्नु भएको छ। कि भनेको हामी बिहान उठ्छौँ भनेको त हामी जीवित भयौँ नि त, फेरि अर्को चान्स हाम्रो अगाडि आयो नि त, अर्को एउटा नयाँ दिनको चान्स हाम्रो अगाडि आयो भने हामी त्यसमा पनि खुसी हुन सक्छौँ है भनेर, एकदम बेसिक कुरामा पनि खुसी हुन सक्छौँ भनेर उहाँहरूले चाहिँ यो हामीलाई सिकाउन खोज्नु भएको हो होइन। अनि मेरो भिडियो पनि आज प्रमुख रूपमा चाहिँ यसैमा केन्द्रित रहनेछ। यसैको वरिपरि रहेर हजुरहरूलाई म सिकाउनेछु, आफ्नो कुराहरू सेयर गर्नेछु। एउटा सानो उदाहरणबाट आजको भिडियो सुरु गरौँ है त। एकजना टिचरले चाहिँ क्लासमा आफ्नो स्टुडेन्टहरूलाई चाहिँ एउटा पेपर देखाउनु भएछ क्या, यस्तै पेपर, एउटा सादा पेपर अनि पेपरको बिचमा एउटा डट। अनि त्यस पछाडि यो पेपरमा तिमीहरूले के देख्छौ, यसको विषयमा चाहिँ 1 मिनटभित्रमा लेखेर मलाई देखाऊ भनेर टिचरले भन्छ। सब विद्यार्थीहरूले हतार लेखेर टिचरलाई बुझाएछन्। अनि त्यहाँ स्टुडेन्टहरूको लेख्ने प्याटर्न टिचरले विचार गर्दाखेरि चाहिँ प्रायः सबै स्टुडेन्टहरूले चाहिँ यो डटको बारेमै लेखेका रहेछन् क्या। कसैले एउटा सादा पेपरको बिचमा कालो डट, कसैले मैले त त्यहाँ गोलो कालो डट देखेँ, कसैले गोलो कालो थियो बिचमा पेपरको बिचमा भनेर कसैले कुनै न कुनै रूपमा चाहिँ त्यही डटलाई नै उल्लेख गरेका थिए। के भनेको त्यो बाँकी इन्टायर सादा पेपरको विषयमा कसैको पनि ध्यान गएन, ध्यान कहाँ गयो भन्दाखेरि बिचमा रहेको डटमा गयो। त्यसै गरी हाम्रो मानवीय हाम्रो मानिसहरूको दिमागमा कसरी प्रोग्राम भएको हुन्छ भने हामीसँग भएका यति धेरै राम्रा कुराहरू, यति धेरै थ्याङ्कफुल हुने कुराहरूमा चाहिँ हाम्रो त्यति धेरै ध्यान गइरहेको हुँदैन। हाम्रो ध्यान चाहिँ केमा गइरहेको हुन्छ भने हामीसँग के को कमी छ, हामीले केमा चाहिँ सोचे जस्तो भइरहेको छैन, हामी छिमेकीले गरेको प्रगति देख्छौँ, आफू एकदम स्वस्थ भएर हिँडेको देखिरहेको हुँदैनौँ। हामी अरू कसैले गरेको चाहिँ एकदम प्रगति, कसैले कति धेरै राम्रो कुराहरूले आफूले चाहे जस्तै गरेर हिँडिरहेको छ भन्ने देख्छौँ। तर हामी पनि त हिजो कुन ठाउँमा थियौँ, आज कुन ठाउँमा आइपुगिसक्यौँ त भन्ने कुरा हाम्रो पनि विकासक्रम हामीले चाहिँ ध्यानै दिइरहेका हुँदैनौँ। र अनि हामी चाहिँ केमा गुनासो गरिरहेका हुन्छौँ भने ओहो मैले सोचे जस्तो भइरहेको छैन, मैले यत्रो पढिरहेको छु त्यही पनि सोचे जस्तो नम्बर आइरहेको छैन। अब एउटा विद्यार्थीले चाहिँ 10वटा सब्जेक्टको एक्जाम दिएको छ, एउटा विषयमा फेल गर्यो या नराम्रो आयो, तर अरू सबै विषयमा राम्रो आएको छ भने उसले सधैँ साथीहरूसँग पनि परिवारमा त्यही कुरा गरिरहन्छ, मैले त्यो विषय कति धेरै पढेको थिएँ, कस्तो राम्रो नम्बरै आएन, कस्तो भने जस्तो नम्बरै आएन भनेपछि सबैजनाको हाम्रो प्याटर्न चाहिँ कस्तो खालको हुन्छ भने हामीले आफूसँग नभएको, कमी भएको कुराहरूमा नै हामीले चाहिँ बढी फोकस गरिरहेका हुन्छौँ। यसलाई निराकरण गर्ने एकदम प्रमुख अस्त्र भनेकै ग्र्याटिट्युड हो, थ्याङ्कफुल हो। आफूसँग भएका चाहिँ राम्रा कुराहरूलाई हामीले थ्याङ्कफुल भएर हाम्रो जीवन सुरुवात गर्न सक्दैनौँ र अवश्य पनि सक्छौँ। हेर्नुहोस् त, अब कुवेत, बहराइन लगायतका देशहरूमा चाहिँ अत्याधिक पानीको कमी भएर पानीको समस्या भएर चाहिँ त्यहाँको सरकारहरूले कति धेरै नोटिसहरू निकालिरहेको, त्यहाँ पिउने पानीकै अभाव भइरहेको हामीले कति धेरै समाचारहरू पढिरहेका छौँ होइन। अनि विश्वमा हरेक घन्टा चाहिँ 20,000 देखि 25,000 मानिसहरूको चाहिँ भोकमरीको कारण मृत्यु हुने गर्छ, जसमध्ये 67% चाहिँ बालबालिका रहेका छन् भन्ने पनि एक खालको डाटा छ भने अब हजुरहरू सोच्नुहोस् त, कम्प्लेन गरिराख्नु भएको छ भने पनि हजुरहरू सोच्नुहोस् त, ती प्रत्येक दिन चाहिँ खानै नपाएर मर्नेहरू छन् भने हामी त खाना पाइरहेका छौँ नि त होइन। हामी आम नेपालीको खाना दाल भात तरकारी भने जस्तै हामीले त आफूले चाहेको खानेकुराहरू, बेसिक खानेकुराहरू, बेसिक न्युट्रिसन त पाइरहेका छौँ नि त। भनेपछि हामीले थ्याङ्कफुल हुनुपर्ने होइन त। पानी, पिउने पानी नै नभएर त्यस्तो अभाव भएका देशहरू, अभाव झेलिरहेका देशहरूको अगाडि हेर्नुहोस् त, हामीले कति मजाले धारा खोल्ने बित्तिकै आफ्नो घरको धारामा पानी, हाम्रो धारा खोल्ने बित्तिकै पानी पाइरहेका छौँ। शुद्ध पिउने पानी हामीले सबै नेपालीको घर घरमा पाइरहेका छौँ।
भने यसमा पनि हामीले थ्याङ्कफुल हुनुपर्ने होइन त। हरेक दिन 2-2.5 लाख मानिसको चाहिँ मृत्यु हुने गर्छ भनेको उनीहरूले भोलिपल्टको बिहान नै देख्न पाउँदैनन् भनेपछि त्यही भएर त बुद्धले भन्नुभयो जस्तै हरेक दिन जब म बिहान उठ्छु मैले मेरो जीवनले अर्को नयाँ चान्स दिएकोमा खुसी हुन्छु भनेर भगवान् गौतम बुद्धले भन्नुभयो जस्तै हाम्रो जीवनमा पनि हामीले बिहान बिउजिँदाखेरि हामी ओहो जिउँदैछौँ भनेपछि हामीले पनि नयाँ चान्स पाएको होइन र। हामीले त्यही भएर प्रत्येक दिनलाई चाहिँ ओहो मैले यो नयाँ चान्स पाएको है, यो दिनलाई मैले खेर जान दिनु हुँदैन है भनेर प्रत्येक दिनलाई चाहिँ हामीले एकदम ऊर्जावान भएर एकदम सोचेर एकदम राम्रो कामहरू हामीले ग्रोथको लागि हामीले चाहिँ काम गर्ने, हामीले राम्रो कामहरू गर्ने गऱ्यौँ भनेदेखि हाम्रो प्रत्येक दिन राम्रो बनायौँ भने एट द इन्डमा हाम्रो त्यो महिनै सफल हुन्छ, एट द इन्डमा हाम्रो त्यो वर्षै सफल हुन्छ र हाम्रो लाइफै सफल हुँदैन र भनेर सोच्नुहोस् त एकचोटि हो नि। अब अझै हजुरहरूलाई यो ग्रेटिट्युडको बारेमा बुझाउनको लागि अर्को एउटा पनि म उदाहरण दिन्छु है त। एकचोटि एकजना सन्त चाहिँ एउटा गाउँको बाटोबाट गइराख्नु भएको थियो अनि त्यस गाउँको महाजनले चाहिँ उहाँलाई हो नमस्कार स्वामीजी, हजुरको त एकदम भगवान्सँग चाहिँ डाइरेक्ट कनेक्सन छ अरे, बिहान ध्यानमा बस्दा जहिले भगवान्को दर्शन पाउनुहुन्छ अरे भन्ने मैले त सुनेको, हजुरले भगवान्लाई चाहिँ मेरो एउटा खबर लगिदिनु पर्यो भनेपछि अनि त्यो स्वामीजीले चाहिँ के खबर भनेर भन्दाखेरि मेरो जीवनमा मैले चाहे जस्तो सबै कुराहरू पाइसकेको छु, धन सम्पत्ति, मेरो छोराछोरीहरूले पनि एकदम राम्रो प्रगतिहरू गरेका छन्, हामी परिवारमा पनि मेरो एकदम राम्रो छ, मैले धेरै समस्यामा पनि खर्च गरिसकेँ भनेपछि अब चाहिँ यहाँभन्दा मलाई दिनु पर्दैन, मेरो लाइफलाई पुग्ने इनफ मलाई भइसकेको छ, अरू नभएको नपाएका निडी पिपलहरूलाई दिनुहोस्, मलाई चाहिँ भइसकेको छ, यहाँभन्दा दिनु पर्दैन अरे भनेर भगवान्लाई भनिदिनु है भनेपछि हुन्छ भन्नुभएको छ स्वामीजीले। अनि त्यस पछाडि अलिकति अगाडि बढ्दै जाँदा एकजना बाटोमा माग्न बसेको व्यक्तिहरूले पनि यो वार्ता सुनिराख्नु भएको रहेछ। अनि त्यस पछाडि उहाँले पनि के भन्नुभएछ भने मेरो पनि भगवान्लाई एउटा कुरा सुनाइदिनुहोस् है त भनेपछि के भनेर स्वामीजीले भन्दाखेरि चाहिँ मैले चाहिँ यस्तो जाडोमा आफ्नो शरीर ढाक्ने कपडा पनि राम्रोसँग लाउन पाएको छैन, हेर्नु त पाल परेको कपडाहरू मैले लगाएको छु, अनि मेरो छोराले पनि लागु औषधको कारोबार गरेको भनेर ऊ जेलमा परेको छ, अनि मेरो श्रीमतीले पनि मेरो यो अवस्था देखेर छोडेर हिँडिसकेकी छिन्, चाहिँ मेरो जीवन चाहिँ किन यस्तो सबैतिरबाट लथालिङ्ग भतालिङ्ग भएको, मलाई चाहिँ किन केही नदिनु भएको, किन दुःख दिनको लागि जन्माउनु भएको अरे भनेर मेरो कुरो पनि ईश्वरलाई भनिदिनुहोस् है त भनेर भने पछाडि अनि यो कुरा पनि मेरो भगवान्लाई राखिदिनु है भनेर भने पछाडि हस् भनेर स्वामीजी हाँस्दै हाँस्दै त्यहाँबाट लाग्नुभयो। अनि भोलिपल्ट बिहान ध्यान बस्ने क्रममा उहाँको भगवान्सँग गफ भयो। अनि गफ हुने क्रममा उहाँले चाहिँ मैले यसरी हिजो एउटा कामको बाटो आउँदै गर्दाखेरि चाहिँ 2जना व्यक्तिले चाहिँ हजुरलाई दुईवटा खबर पठाएका छन् भनेपछि भगवान्ले के भन्नुहोस् भनेर भन्दा उहाँले 2जना खबर भनिदिनु भयो। अनि त्यो सबै सुनेपछि भगवान्ले हाँस्दै भन्नुभयो, त्यो गाउँको महाजनलाई चाहिँ तिमी के भनिदेऊ भने त्यहाँ उनले कृतज्ञता व्यक्त गर्न छोडुन्, उसले थप पनि पाउने छैनन् र उसँग भएको पनि खोसिँदै जानेछ, त्यही भएर आजैदेखि उसलाई कृतज्ञता व्यक्त गर्न छोडिदेऊ भनेर भन्नु। अनि त्यो माग्न बसेको व्यक्तिलाई चाहिँ ऊ जहिले पनि जीवनमा जहिले कम्प्लेन गरिरहेको हुन्छ, मेरो यो भएन त्यो भएन भनिरहेको हुन्छ, यो बानीलाई छोडेर चाहिँ आफूले पाएको कुरामा कृतज्ञता व्यक्त गर्न भन, उसले त्यस पछाडि उसले क्रमशः उसको लाइफ राम्रो हुँदै जान्छ, उसले भने जस्तो पाउँदै पनि जानेछ भनेर भनिदिनु है भनेर त्यहाँबाट भगवान् अन्तर्ध्यान हुनुभयो। अनि त्यस पछाडि स्वामीजीले आएर 2जनालाई त्यो कुराहरू भनिदिनु भयो। अनि त्यस पछाडि त्यो सुनेपछि त्यो महाजनले चाहिँ के भन्नुभयो भने म त यति धेरै जीवनमा पाएको छु, यति धेरै कुराहरू पाएको छु, म कसरी कृतज्ञ नभइकन बस्न सक्छु त, त्यो त हुनै सक्दैन, मैले पाएको कुरामा त कृतज्ञता हुनैपर्छ, म कृतज्ञता व्यक्त नगरिकन बस्नै सक्दिनँ भने पछाडि हाँस्दै हाँस्दै स्वामीजी त्यहाँबाट निस्किनु भयो। अनि अलिकति परतिर चाहिँ ती माग्न बसेका व्यक्ति बसिरहेका थिए। अनि उनले चाहिँ गएर ती स्वामीजीले चाहिँ गएर के भन्नुभयो भने तिमीले चाहिँ अब एकदम आफूले पाएको कुरामा कृतज्ञता व्यक्त गर्न थाल अरे, अनि मात्र तिमीले राम्रो कुराहरू तिमीले जीवनमा पाउनेछौ भनेर भन्नुभएको छ भगवान्ले। भनेपछि केमा कृतज्ञता हुने, मसँग त केही पनि छैन, मेरो जीवन यति धेरै दुःखी छ, मैले तपाईँलाई पहिले भनिसकेँ कृतज्ञ हुनुपर्ने कुरै छैन भनेपछि अनि उसलाई बसेर स्वामीजीले बुझाउनु भयो, तिमी कति धेरै मानिसहरूको सधैँ मृत्यु भइरहेको छ, अनि तिमी जीवित छौ भने पछाडि तिमीले कृतज्ञता व्यक्त गर्नुपर्ने कुरा होइन र तिमी 2टा खुट्टाले हिँडेर यहाँ माग्न आएर माग्न बसेका हौ नि, तिमी 2टा हात फिजाएर मागिरहेका छौ नि भनेपछि तिमीले कृतज्ञता हुनुपर्ने कुरा होइन, तिमीले मलाई देखिरहेका छौ, आँखा पनि देख्छौ, कान पनि सुन्छौ भनेपछि तिमीले यसमा पनि कृतज्ञ व्यक्त गर्नुपर्ने कुरा होइन र भने पछाडि नि ओहो ती माग्न बसेका व्यक्तिको पनि आँखा खुल्यो। अनि उनले पनि रियलाइज गर्यो ओहो वास्तवमा मैले कृतज्ञ हुनुपर्ने कुराहरू पनि त मसँग त रहेछ नि त भनेपछि मैले त त्यो कमीको कुराहरूलाई मात्रै हेरिरहेको रहेछु भनेर उनले रियलाइज गरेर म अबदेखि यस्तै गर्छु भनेर त्यस पछाडि उनको जीवन पनि सहज र सरल हुँदै गएको र उनको जीवन राम्रो भएको भनेर मैले पनि विभिन्न किताबहरू पढ्ने क्रममा चाहिँ एउटा
कृतज्ञता सम्बन्धी नै किताबमा मैले पढेको थिएँ यो कुरो होइन। हजुरहरूले पनि बुझ्नुभयो होला, साँच्चै पनि हो नि त। हजुरहरू सम्झिनुहोस् त, एउटा कोही व्यक्ति बिरामी भएर हामीले पैसा सहयोग गऱ्यौँ अनि पछि उसले चाहिँ के भन्यो भनेदेखि, ओहो तपाईँसँग त पैसा थियो, मैले 5 लाख रुपियाँ मागेको, मलाई त्यस्तो अप्ठ्यारो पर्दा पनि जम्मा 1 लाख रुपियाँ दिनुभयो, कस्तो खालको तपाईँले त सहयोगै गर्नु भएन भने ल हजुरहरूले के सोच्नुहुन्छ भन्नुहोस् त। उसलाई त्यस्तो अप्ठ्यारो परेको बेलामा मैले चाहिँ पैसा खोजेर 1 लाख रुपियाँ दिएँ, उसले त उल्टै मसँग त पैसा थोर दियो भनेर पो रिसायो। यो मान्छे त सहयोगै गर्नु नहुने मान्छे रहेछ, यो मान्छेलाई अबदेखि म उसलाई केही पऱ्यो भने पनि सहयोग गर्दिनँ भन्ने सोच्नुहुन्न त। सोच्नुहुन्छ नि त। हो त्यस्तै हामीलाई पनि यो सृष्टिले यति धेरै कुराहरू दिएको छ, त्यो कुरामा चाहिँ हामी ध्यानै दिँदैनौँ अनि हामी नभएको कुराहरूमा मात्रै कम्प्लेन गर्छौँ, नभएको कुरामा मात्रै दुःखी हुन्छौँ, आफूलाई पनि हामीले फोकटै दुःखी पारिराखेका छौँ के भने। यो बानी हामीले हटाएर चाहिँ यो कृतज्ञताको बानी आजैदेखि सुरु गरौँ, थ्याङ्कफुल हुने बानी आजैदेखि सुरु गरौँ। अनि यो बानीले चाहिँ हाम्रो यति धेरै राम्रो बानीको, नयाँ राम्रो बानीको विकास हुन्छ। कस्तो खालको बानीको विकास हुन्छ भने हामी हाम्रो लाइफमा चाहिँ एकदम राम्रो कुराहरू मात्रै खोजी गर्छौँ अनि राम्रो कुराहरू मात्रै देख्छौँ, नराम्रो कुराहरूप्रतिबाट हाम्रो ध्यान नै हट्दै जान्छ अनि कम्प्लेन गर्ने हाम्रो बानी नै हट्दै जान्छ अनि हामी एकदमै धेरै जतिखेर एकदम खुसी हुन्छौँ भित्रैदेखि, त्यस्तो खालको बानीको हाम्रो विकास हुन्छ। म पनि यो थ्याङ्कफुल हुने, यो कृतज्ञता लेख्ने त मैले एउटा डायरी नै बनाएको छु। हजुरहरू पनि यो कृतज्ञता लेख्ने एउटा डायरी नै बनाउनुहोस्। र यो बानीले गर्दाखेरि मैले पनि कस्तो महसुस गरेको छु भने एकदम भित्रैदेखि जतिखेर खुसी हुने, जतिखेर एकदम कृतज्ञताको भावना हुने, मैले ओहो यति धेरै मैले पाइरहेको छु भनेर सानो सानो एचिभमेन्टमा पनि कति धेरै खुसी लाग्ने, त्यस्तो चाहिँ हुँदो रहेछ। मैले पनि यो आफूमा अनुभव गरेको फरक हो यो कृतज्ञताको चाहिँ प्र्याक्टिस गर्नुभन्दा पहिलाको र पछिको आफ्नो मैले अनुभव हजुरहरूसँग सेयर गर्दाखेरि चाहिँ मैले पनि त्यस्तो फिलिङ गरेको छु। हजुरहरूले पनि एकदम यो अवश्य पनि हजुरहरूमा पनि परिवर्तन महसुस गर्नुहुनेछ। र आजैदेखि हजुरहरू के गर्न सुरु गर्नुहोस् भने एउटा डायरी लिनुहोस् अनि बाहिर हजुरहरूले चाहिँ यो चाहिँ ग्र्याटिट्युड डायरी अथवा थ्याङ्कफुल डायरी भनेर बनाउनुहोस्। अनि त्यस पछाडि जहिले प्रत्येक दिन चाहिँ हजुरको जीवनमा राम्रो के भयो त कम्तीमा 5 वटा बढीमा 10 वटासम्म चाहिँ लेख्ने गर्नुहोस्। म अत्यन्तै कृतज्ञ छु किनभने आज म मेरो परिवारसँगै डुल्न गएको छु। हामीले एकदम राम्रो टाइम स्पेन्ड गरेका छौँ एकअर्कासँग। म अत्यन्तै कृतज्ञ छु किनभने म एकदम स्वस्थ छु, म आज एकदम खुसी छु अनि म एकदमै धेरै कृतज्ञ छु किनभने आज मेरो तलब आएको छ मेरो खातामा। त्यस्तो जे कुरा पनि सानोभन्दा सानो कुरा जे पनि लेख्न सक्नुहुन्छ कि हजुरहरूले। अब म एकदमै कृतज्ञ छु, मैले आमाले पकाएको कति मिठो खानेकुरा खाएँ। हो यसरी जे पनि हजुरहरूले चाहिँ आफ्नो जीवनमा भएका प्रत्येक दिन लेख्ने गर्नुभयो भने चाहिँ अनि हजुरहरूको एकदमै राम्रो बानीको विकास हुन्छ। एकदम राम्रो कुराहरू मात्रै खोज्ने जीवनमा अनि हजुरहरूको नेगेटिभिटी त आफै हराउँदै जान्छ अनि हजुर एकदम पोजिटिभ हुन थाल्नुहुन्छ, राम्रो कुराहरू मात्रै सोच्न थाल्नुहुन्छ। अनि अरूमा भएको पनि हामी भन्छौँ नि फलान त कस्तो यस्तो खालको कुरा गर्ने यस्तो भनेर अरूको पनि ब्याकबाइटिङ गरिरहन्छौँ नि, त्यो बानीको पनि हाम्रो हराउँदै जान्छ। हामीले उसमा पनि पो राम्रो कुराहरू मात्रै देख्छौँ कि ओहो उसको यो बानी कति राम्रो, हाँसेर बोल्ने बानी कति राम्रो, अथवा ऊ त रिसाउँदैन, अथवा उसको के छ राम्रो कुरा। हामीले अर्को थर्ड पर्सनमा पनि हामीले राम्रो कुराहरू मात्रै देख्छौँ र आफ्नो जीवनमा भएका पनि राम्रो कुराहरूमा मात्रै हाम्रो फोकस हुन्छ। र ल अफ एट्र्याक्सनको एउटा बेसिक थ्योरी र बेसिक कुरा के हो भनेदेखि हामीले जे कुरामा फोकस गर्छौँ त्यही कुरा हामीतिर एट्र्याक्ट हुन्छ। त्यही भएर हामीले अब राम्रो कुरामा मात्रै फोकस गर्ने बानी हामीलाई ग्र्याटिट्युडले गराइदिन्छ। ग्र्याटिट्युड भनेको एकदम हायर फ्रिक्वेन्सी हो, हायर इनर्जी हो अनि यसले गर्दाखेरि हाम्रो लाइफमा पनि हामीले सोचे जस्तै राम्रो कुराहरू मात्रै एट्र्याक्ट हुन्छ, राम्रो कुराहरू मात्रै हुँदै जान्छ होइन। यो बानीको हामी विकास गरौँ, आजैदेखि यो प्र्याक्टिस सुरु गरौँ र हजुरहरूलाई कस्तो फिल हुन्छ, कस्तो अनुभव हुन्छ होइन, हजुरहरूले चाहिँ यो मेरो भिडियोमा आएर कमेन्ट गर्नु होला कस्तो फिल हुन्छ। अनि आजदेखि सुरु गर्नुहुन्छ भने हजुरहरूले चाहिँ ल स्टार्ट भनेर लेख्नुहोस्। हो हजुरहरूले यो कुरा बुझ्नु भएछ, हजुरहरूले पनि यो कुरा अब सुरु गर्न आँट्नु भएछ है भनेर मलाई पनि अझै मोटिभेट हुनेछ। अरू साथीहरूलाई पनि ओहो ल सुरु गर्ने भनेर अरू साथीहरूलाई पनि मोटिभेट हुनेछ। डब्ल्युजे क्यामरुनले भन्नुभएको छ कृतज्ञ मुटु हुनेको लागि हरेक दिन उत्सव हुन्छ। वास्तवमै हामी पनि सम्झौँ त हामीले जीवनमा कति धेरै कुराहरू पाएका छौँ, कति धेरै ब्लेसिङ्सहरू पाएका छौँ, सम्बन्धमा पनि कति धेरै राम्रा राम्रा सम्बन्धहरू हामीले पाएका छौँ भने हरेक कुरा हामीले ग्र्याटिट्युड हुने कुरा, थ्याङ्कफुल हुने कुराहरू खोजौँ लाइफमा। अनि हामी पनि हरेक दिनलाई उत्सव जसै गरी बाँचौँ, आज पनि उत्सव जसरी बाँचौँ भोलि पनि उत्सव जसरी बाँचौँ। यसले गर्दा के हुन्छ भने हाम्रो भविष्य पनि एकदम उत्सव जस्तै बाँच्नुपर्ने खालको हाम्रो भविष्य बन्नेछ र हामी आफू पनि खुसी हुन सक्छौँ, हाम्रो वरिपरिको सराउन्डिङको मान्छेलाई पनि हामीले यो बानीले गर्दा खुसी राख्न सक्छौँ, आफू पनि खुसी हौँ
अरूलाई पनि खुसी बाँडौँ र यो समाजलाई नै ह्याप्पी समाज बनाऊँ। आजैदेखि हामी यसमा लागौँ है त। हजुरहरूको आजको दिन अत्यन्तै शुभ रहोस्। हस्त नमस्कार।